शुक्रबार मध्ये आजको यो शुक्रबार चाहिँ एउटा विशेष शुक्रबार हो, एउटा असल शुक्रबार हो। हामीलाई यो कुरा थाहा छ, हामीले यो कुरा भन्छौँ गुड फ्राइडे भनिकन। यसकारण आज गुड फ्राइडे यो असल शुक्रबार किन भयो, यो कुरामा हामी तपाईहरुलाई केही कुराहरू बताउन गइरहेका छौँ। दया गरिकन तपाईहरु आफ्नो आफ्नो काम धन्दामा व्यस्त भए तापनि हामी तपाईहरुलाई निवेदन गर्दछौँ, कृपया थोरै समय यस सम्बन्धमा ध्यान दिनु हुन भनिकन। त यो शुक्रबार आज असल शुक्रबार हुनुको मुख्य उद्देश्य हो प्रभु येशू मसीह अथवा प्रभु येशू ख्रीष्ट उहाँलाई क्रुसमा चढाइएको दिन हो, बलिदानको दिन हो अनि उहाँको मृत्युको दिन हो। अनि आज सारा संसारमा उहाँको मृत्युमा चाहिँ आज हामीले गुड फ्राइडे असल शुक्रबार भनिकन हामीले भन्छौँ। कतै हामी मूर्ख त होइनौँ, आज कसैको मृत्युमा हामीले असल कुरा भनिरहेका छौँ। तर प्रियहरू, यो वास्तविक कुरा हो। आज प्रभु येशू मसीह कल्वरीको क्रुसमा मर्नु नै तपाईँ र मेरो निम्ति यो असल कुरा थियो। किनभने मान्छे जाति, प्रभुको वचनले भन्छ, पवित्र शास्त्र बाइबलले भन्छ, संसारमा कोही पनि धर्मी छैन, एउटै पनि धर्मी छैन। यो हामी पवित्र शास्त्र बाइबलबाट पढेर सुन्नेछौँ। रोमीको पत्री 3 अध्यायको 10 पदमा यो कुरा लेखिएको छ। भाइ दया गरिकन पढिदिनुहोस्। जस्तो लेखिएको छ, धर्मी कोही छैन, एउटै पनि छैन। यसकारण प्रियहरू, आज हामी धर्मी छौँ भनिकन हामी आफूले भन्दैछौँ भने हामी एउटा यो ठगिएको अवस्थामा तपाईँ र हामी छौँ। म पनि एक समय यस्तै धार्मिकतामा जिरहेको छु भनिकन मैले भन्थेँ, किनभने मेरो जन्म एउटा ख्रिस्टीय घरानामा भएको हो। तर प्रियहरू, हामीले याद गर्नुपर्छ, आज हामी चाहे प्रभुलाई नचिनेकाहरू हौ, चाहे प्रभुलाई चिनेकाहरू हौ, चाहे हाम्रो जन्म ख्रिस्टीय परिवारमा भएको होस्, हामीले हाम्रो ख्रिस्टीय परिवारमा जन्मेकोले गर्दा हामी त्यो परमेश्वरको धार्मिकतामा आउन सक्दैनौँ। यद्यपि आज हामीलाई परमेश्वरले आफ्नो धार्मिकतामा ल्याउनुको निम्ति आजको दिन करिब 2025 साल अघि प्रभु येशू मसीह कल्वरीको क्रुसमा बलिदान हुनुभयो। उहाँ कल्वरीको क्रुसमा टाँगिनुभयो, मारिनुभयो, गाडिनुभयो अनि तेस्रो दिनमा बौरी उठ्नुभयो। अनि उहाँले हाम्रो पापहरूलाई हरण गरिकन लानुभयो। उहाँले हाम्रो सित्तैमा मुक्तिको प्रबन्ध गरिदिनु भयो। यसकारण प्रियहरू, आज हामीले परमेश्वरलाई चिनेका छैनौँ भने, पाप र अधर्मदेखि अनजान हामी छौँ भने हामीले यो कुरा याद राख्नुपर्छ। हरेक प्राणी, हरेक मान्छे जाति जो आमाको गर्भबाट जन्मन्छ उनीहरू पापमा जन्मन्दछ। यो पनि हामी पढेर सुन्छौँ। भजनको किताब 51:5 पदमा यो कुरा लेखिएको छ। हेर्नुहोस्, एउटा नामी राजा, इजरायलको दोस्रो राजा दाउद राजाले यो कुरा यहाँनिर बताउँदछ। हेर्नुहोस्, म अधर्ममा उत्पन्न भए र पापमा मेरी आमाले मलाई गर्भधारण गरे। यसकारण प्रियहरू, मान्छेले आज मैले पाप गरेको छुइनँ, अधर्म गरेको छुइनँ भनिकन सम्झन्छ भने यो हामी गलत अवस्थामा हामी गइरहेका हुन्छौँ। आज हामीले पाप र अधर्म चाहिँ यो संसारमा आएर हामीले गरेका हुँदैनौँ। तर आज हामी आमाको जन्मैमा, आमाको गर्भबाट नै पापमा रचिएको खण्डमा आज मान्छे जाति पापी हुन्छ। यसकारण यस्तो पापमय अवस्थालाई लिँदैन आज हामीले त्यो हाम्रो धर्म कर्मले, आज हाम्रो असल कुराले हामी स्वर्गको भागीदार, अनन्तको भागीदार, वैकुण्ठ हामी तर्न सक्दैनौँ। तर वैकुण्ठ धाम पुग्नको निम्ति, स्वर्गमा पुग्नको निम्ति एउटै बाटो छ, संसारमा एउटै बाटो छ। त्यो बाटो प्रभु येशू ख्रीष्ट। यो हामी पढ्न सक्छौँ। यूहन्नाको सुसमाचार 14:6 पदमा यो कुरा लेखिएको छ। यीशुले तिनलाई भन्नुभयो, बाटो, सत्य र जीवन
कारण प्रियहरू आज हाम्रो कुनै पनि कामले हाम्रो धर्म कर्महरूले हाम्रो पूजा पाठहरूले हामीले गरेको हरेक कुराहरूले आज हामीलाई पिताका अथवा परमेश्वरका अथवा स्वर्गीय धाममा हामीलाई प्रवेश गराउन सक्दैन। तर एउटै बाटो छ, त्यो बाटो प्रभु येशू मसीह। यसकारण जस कसैले प्रभु येशू मसीहमाथि विश्वास गर्छ उसले अनन्त जीवन पाउँछ। यो कुरा पनि हामी पढ्नेछौँ यूहन्नाको सुसमाचार 1 अध्यायको 12 पदमा यो कुरा लेखिएको छ। तर जतिले उहाँलाई ग्रहण गरे प्रभु येशू मसीहलाई अपनाए तिनीहरूलाई तिनीहरूलाई परमेश्वरका सन्तान हुने उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो। अर्थात् तिनीहरूलाई जसले उहाँको नाममा विश्वास गर्दछन्। यसकारण प्रियहरू आज हाम्रो हरेक कुराले हाम्रो असल कामहरूले हामीलाई परमेश्वरका हाम्रो पिताका हाम्रो स्वर्गीय राज्यमा पुर्याउन सक्दैन। तर परमेश्वरमाथि प्रभु येशू मसीहमाथि हामीले विश्वास गर्यौं भने हामीले परमेश्वरको राज्यमा प्रवेश पाउनेछौँ। यसकारण प्रियहरू संसारमा यस्तो कुनै थोक छैन जसले हाम्रो पाप र अधर्मलाई क्षमा गर्न सक्छ। केवल एउटै मात्र साधन छ, त्यो साधन हो प्रभु येशू मसीहको रगत, जुन रगतले आज तपाईँ मेरो जन्मैको पापलाई धुन सक्दछ। यो पहिलो यूहन्नाको पत्री 1 अध्यायको 7 पदमा यो कुरा लेखिएको छ। उहाँको पुत्र त परमेश्वरको पुत्र येशू ख्रीष्टको रगतले हामीलाई सब पापबाट शुद्ध पार्छ। सब पापबाट कुनै पनि पाप किन नहोस्, आज तपाईँले मान्छे मार्नु भएको छ, आज त्यो पापलाई, आज तपाईँ व्यभिचारमा लिप्त हुनुहुन्छ त्यो पापलाई, आज जटिलका कुराहरूको पापलाई परमेश्वरको पुत्र प्रभु येशू मसीहको रगतले शुद्ध पार्दछ। प्रियहरू हाम्रो हरेक धर्म कर्मले हाम्रो कुराहरूले हाम्रो असल कुराहरूले हाम्रो पापहरूलाई क्षमा गर्न सक्दैन। यसरी प्रभु येशू मसीहको रगतले मात्र हाम्रो पापलाई शुद्ध गर्नु सक्ने हुनाले, हामीलाई क्षमा गर्न सक्ने हुनाले प्रभु येशू मसीह आजभन्दा करिब 2025 साल अघि कल्वरीको क्रुसमा मर्नुभयो, रगत बगाउनु भयो। त्यो रगत आजको दिनसम्म कार्यकारी छ अनि त्यो रगतले तपाईँ र मेरो पापलाई धुँदछ। यसकारण प्रभु येशू मसीह मर्नुभएको शुक्रबार आज हरेक संसारको पापीहरूको निम्ति यो असल शुक्रबार भएर आयो। यसकारण प्रियहरू यो सन्देश लिएर हामी तपाईहरु गाउँघरमा आएका छौँ। यदि कोही तपाईहरु विश्वास गर्न चाहनुहुन्छ, प्रभु येशू मसीहलाई विश्वास गर्न चाहनुहुन्छ, तपाईलाई अझै यस कुरामाथि थप जानकारी लिन चाहनुहुन्छ भने हाम्रो यहाँनिर मण्डलीहरू स्थापित भएको छ। बङमाया बस्तीमा माथि मेसोडोनिया चर्च, त्यहाँनिर गएर तपाईले बुझ्न सक्नुहुन्छ। अझै खोज तलास गर्न सक्नुहुन्छ। होइन, यहाँदेखि टिस्टा बजारमा पनि यपोक प्रार्थना भवन छ, त्यहाँ पनि तपाईले गइकन खोज तलास गर्न सक्नुहुन्छ। आज हामीले छोटो समयमा धेरै कुराहरू तपाईलाई बुझाउन सकेनौं। बुझ्ने तपाईको चाहना छ भने आउनुहोस्। हाम्रो चर्चको ढोका जहिले पनि तपाईहरुको निम्ति, तपाईलाई असल कुरा सिकाउनको निम्ति, प्रभु येशू मसीहको विषयमा सिधैमा बताउनको निम्ति हाम्रो चर्चको ढोकाहरू खुल्ला रहेको छ। यसकारण हामीले यो मनमा राखौं, आजको यो शुक्रबारलाई हामीले बुझ्ने कोसिस गरौं। यो असल शुक्रबार किन भयो भन्ने कुरालाई थोरै मात्रामा अहिले हामीले बताएका छौं। यसलाई हृदयमा राख्नुहोस्, यसलाई मनन गर्नुहोस् अनि विश्वास गर्नुभयो भने आउनुहोस्। प्रभुले तपाईलाई पनि म पनि एक समय यस्तै अवस्थामा थिएँ, पाप र अधर्ममा थिएँ। अघि मैले भने मेरो जन्म एउटा ख्रिस्टीय घरानामा भएको थियो, तर म एउटा पापी अवस्थामा थिएँ। तर प्रभुले मेरो निम्ति पनि प्रबन्ध गर्नुभयो। मैले पनि यस प्रकार प्रभु येशू मसीहलाई आफ्नो मुक्तिदाताको रूपमा जब मैले स्वीकार गरेँ, प्रभु येशू मसीहले मेरो पापलाई, मेरो जन्मैको पापलाई धोइकन परमेश्वरले मलाई पनि उहाँको सन्तान आज बनाउनु भएको छ। यसकारण कोही तपाईँ आफ्नो सन्तान हुन, परमेश्वरको सन्तान हुन चाहनुहुन्छ, कसै तपाईको मनमा बेचैन छ, अशान्ति छ, छटपटिरहनु भएको छ, तपाईलाई मर्नु मन लाग्दैछ, शान्तिले कहिले छोड्दैन, शान्तिको खोजमा तपाईँ हुनुहुन्छ, शान्तिको निम्ति संसारको थोक कुरो सेवन गरिरहनु भएको छ, मदमदिरालाई शान्तिको निम्ति प्रयोग गरिरहनु भएको छ, या यावत संसारका थोकहरूलाई
मनोरञ्जनका कुराहरूलाई तपाईले संसारमा शान्तिको निम्ति अप्नाइरहनु भएको छ। यसकारण प्रियहरू हो, यी सबै कुराहरू क्षणिक छ, यो सबै कुराहरू केवल क्षणभरको निम्ति छ। तर प्रभुले तपाईँ मलाई यस्तो शान्ति दिन चाहनुहुन्छ, संसारले दिने यस्तो शान्ति होइन, अनन्तको शान्ति प्रभुले हामीलाई दिनु चाहनु भएको छ। यो पनि हामीले पढेर सुनौ। यूहन्नाको सुसमाचार 14:27 पद। शान्ति म तिमीहरूको साथमा छोड्छु, शान्ति म तिमीहरूको साथमा छोड्छु, मेरो शान्ति म तिमीहरूलाई दिन्छु। मेरो शान्ति अथवा प्रभु येशू मसीहले अथवा परमेश्वरले आफ्नो शान्ति, मेरो शान्ति तिमीहरूको बीचमा छोड्छु। संसारले दिने जस्तो चाहिँ, संसारले दिने जस्तो चाहिँ म तिमीहरूलाई दिन्न। म तिमीहरूलाई दिन्न। तिमीहरूको हृदय विचलित नहोस्, नहोस्, न त भयभीत होस्। न त भयभीत होस्। यसकारण परमेश्वरले डरको यस्तो शान्ति दिन चाहनुहुन्न, तर अनन्तको शान्ति दिन चाहनु भएको छ। म पनि एक समय यस्तो यो शान्तिको खोजमा थिएँ, बेचैन र यस्तो तडपिरहेको अवस्थामा थिएँ, शान्तिको खोजमा थिएँ। मैले संसारमा हरेक कुरालाई अप्नाएँ, आज ती कुराहरूले मेरो जीवनमा शान्ति ल्याउन सकेन। तर आज प्रभु येशू मसीहलाई जब मैले मेरो मुक्तिदाताको रूपमा स्वीकार गरेँ, त्यस दिनदेखि, त्यस घडीदेखि आज मेरो जीवनमा यो शान्ति छ, यो अनन्तको शान्ति छ। यसको यो सबै यो मलाई जुन चाहिँ पाएको शान्ति छ, हामीले पाएको जुन चाहिँ शान्ति छ, त्यो शान्ति तपाईँले पाउन चाहनुहुन्छ भने आउनुहोस्। आज कोही तडपिरहनु भएको छ, आज यो संसारमा तपाईँ तडपिरहनु शान्तिको खोजमा बेचैन अवस्थामा हुनुहुन्छ भने आउनुहोस्। प्रभुले पनि तपाईँलाई यो शान्ति दिन चाहनुहुन्छ। यसकारण यो शान्ति पाउनको निम्ति चाहिँ तपाईँले हरेकले प्रभु येशू मसीहलाई आफ्नो मुक्तिदाताको रूपमा ग्रहण गर्नुपर्छ, स्वीकार्नुपर्छ। अनि तपाईँले त्यो शान्ति, त्यो अनन्तको आनन्द, अनन्तको शान्तिमा तपाईँले पनि प्रवेश गर्ने मौका पाउनुहुनेछ। यसकारण यी सबै कुराहरू बुझ्नुमा प्रभुले हामीलाई सहायता गरेका हुन्।